खरायो र सिंहको कथा। एका देशमा एउटा घना जंगल थियो। त्यो जंगलमा एउटा बलियो सिंह बस्दथ्यो। त्यो सिंह धेरै क्रूर थियो। उसले जंगलका जनावरहरूलाई जत्थाभावी मार्थ्यो र खान्थ्यो। त्यसले गर्दा सबै जनावरहरू धेरै डराएका थिए। एक दिन सबै जनावरहरू भेला भएर उपाय सोच्न थाले। उनीहरूले भने, यदि हामी प्रत्येक दिन एक जनावर आफै सिंह कहाँ पठायौं भने सिंहले अरूलाई मार्नु पर्दैन। सिंहले पनि त्यो प्रस्ताव मान्यो। अर्को दिन सिंहको पालो खरायोको आयो। खरायो सानो थियो तर धेरै चलाक थियो। उ जान ढिलो गरेर सिंह कहाँ पुग्यो। सिंह धेरै रिसायो र भन्यो, किन यति ढिलो आयौ? खरायोले डराएको जस्तो गरेर भन्यो, म त समयमै आउँदै थिएँ, तर बाटोमा अर्को सिंहले मलाई रोकेर भन्यो, यो जंगल उसको हो। यो सुनेपछि सिंह झन रिसायो। उसले भन्यो, मलाई त्यो सिंह कहाँ छ, देखाऊ। खरायोले सिंहलाई एउटा गहिरो इनार नजिक लग्यो। इनारको पानीमा सिंहले आफ्नै छाया देख्यो। उसले त्यसलाई अर्को सिंह ठानेर ठूलो स्वरमा गर्जियो। पानीमा पनि गर्जिएको आवाज फर्केर आयो। रिसले अन्धो भएको सिंह इनारभित्र हाम्फाल्यो। तर त्यो त आफ्नै छाया थियो। सिंह पानीमा डुबेर मर्यो। यसरी चलाक खरायोले आफ्नो बुद्धि प्रयोग गरेर सबै जनावरहरूको ज्यान बचायो। सिकाइ, बलभन्दा बुद्धि ठूलो हुन्छ।